नमस्कार सबैजनालाई मेरो युट्युब च्यानल हेरिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ हैन। अब जापानमा बोनेनखाई अब यो वर्षको अन्तिम अनि त्यसपछाडि न्यू इयर, त्यसपछि गोल्डन विक लगातार सुरु हुँदैछ हैन। यो लामो समयको बिदामा अब न्यू इयरमा चाहिँ के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईहरुको लागि यो भिडियो उपयुक्त हुन सक्छ। आशा छ यो भिडियोले तपाईहरुलाई पनि यो बिदामा एक दिनमा टोकियोबाट नजिकै जान सकिने ठाउँहरू तपाईहरुको लागि पनि काम लाग्न सक्छ। यसका लागि म तपाईहरुलाई 10 वटा ठाउँहरूको सेवाकाई गर्दैछु। मेरो नाम भूपेन्द्र बरुवाल हो। म अहिले टोकियोमा बस्छु हैन। टोकियोको वरिपरि हैन दैनिक जीवनमा पनि सहजै जान सकिने ठाउँहरू म भन्छु। आशा छ हजुरहरुलाई यो भिडियो चाहिँ काम लाग्न सक्छ। पहिलो नम्बरमा छ कामाकुरा। कामाकुरा यो एउटा ऐतिहासिक ठाउँ हो। जस्तै काठमाडौँ जस्तै ऐतिहासिक ठाउँ हो। यसमा चाहिँ ग्रेट बुद्धहरू जसलाई जापानिजमा दाइबुचो भनिन्छ, समुद्रको तहबाट विभिन्न दृश्यहरूको अवलोकन गर्न सकिन्छ। टोकियोबाट एकदम नजिक रहेको तपाई गएर अवलोकन गर्न सक्नुहुन्छ। एक नम्बरमा यो भयो। त्यसपछाडि 2 नम्बरमा छ योकोहामा। योकोहामा टोकियोबाट नजिकै पनि छ हैन। अनि त्यसपछाडि यो एउटा आधुनिक सहर हो र यसमा योकोहामामा तपाईले मिनातो मिराई, कप नुडल्स, अनि त्यसपछि संग्रहालय, चाइना टाउन, यो चाइना टाउन पनि एकदम भव्य छ। त्यहाँ जस घुमेर चाइनिज पसलहरू, चाइनिज सामानहरू जस नेपालको एउटा फुटपाथ पसल जस्तो एकदम व्यवस्थित चाहिँ अनि विभिन्न खालका मठ मन्दिरहरू, चाइनिज कल्चरहरू बुझ्न सिक्न सक्नुहुन्छ। त्यसपछाडि 3 नम्बरमा छ यो पनि एकदम प्रसिद्ध ठाउँ हो, त्यो हो हाकोने। हाकोने यो चाहिँ माउन्ट स्प्रिङको लागि पनि एकदम प्रसिद्ध छ। जापानको सबैभन्दा लोकप्रिय ठाउँ हो हैन। हट स्प्रिङ यो चिसो मौसममा त अझ एकदम स्पेशल हुन्छ। जस्तै बेलुका बस्ने गरेर गएर अनि त्यसपछाडि भोलि बेलुका हेरेर अनि भोलिपल्ट फर्कने त्यो पनि एकदम स्पेशल हुन सक्छ। त्यो अनि त्यसपछि हाकोनेको कालो अन्डा एकदम फेमस छ। त्यसपछि त्यहाँको प्रत्यक्ष ज्वालामुखी त्यो आउने धुवाहरू त्यो चाहिँ हेर्न सकिन्छ। त्यो मनोरम दृश्य हेर्न सकिन्छ। त्यस्तै गरी मनरेल चढ्न सकिन्छ। मनरेल चढेर माथि गएर त्यसपछाडि तल फेरि बीच भागमा गएर सानो ताल छ। त्यसमा तालमा चाहिँ फुने सिप चढेर त्यसपछाडि भरपूर्ण मनोरञ्जन लिन सकिन्छ। त्यसपछाडि चौथो नम्बरमा छ निको। निको पनि एकदम फेमस ठाउँ हो। यो पनि युनेस्कोमा नाम परेको ठाउँ हो हैन। जंगलभित्र रहेको तोसोगु सिरिने भन्नाले मन्दिर यो त्यसमा छ। धेरै रङ्गीन भएको एकदम कलात्मक रूपमाको प्रकृतिगत धार्मिक वस्तुकलाहरू सजिएको एकदम स्पेशल छ। यो निकोमा पनि तपाईले एकदम भरपूर्ण मनोरञ्जन लिन सक्नुहुन्छ। त्यस्तै गरी हो 5औं नम्बरमा हो खावागोए। खावागोएलाई एउटा लिटल इन्डो पनि भनिन्छ। यो सानो गल्ली भएको हैन, अनि काठका घरहरू अनि मिठाई बस्ने पसलहरू यो चाहिँ घुमेर मनोरञ्जन लिन सक्नुहुन्छ। त्यसपछाडि 6 नम्बरमा छ इनोसिमा। इनोसिमा भनेको एउटा समुद्री द्वीप टापु हो हैन। यो एउटा सानो द्वीप टापु हो। यसमा जहाँ समुद्रबाट ग्रीष्म माउन्ट फुजीहरू पनि देखिन्छ र त्यो सनसेट हेर्न सकिन्छ। एकदम त्यो इनोसिमाको सुन्दर दृश्यहरू मनोरञ्जन अवलोकन गर्न सकिन्छ। यो पनि तपाईहरुको लागि एकदम मनोरञ्जन दृश्य हुन सक्छ। त्यसपछि 7औं नम्बर हो माउन्ट थाकाओ।
माउन्ट थाकाओ अब यो टोकियोबाट सजिलै जान सकिने र तपाईँहरूलाई छोटो यात्रामा हाइकिङ गर्न मन छ भने यो माउन्ट थाकाओ उपयुक्त हुनसक्छ। टोकियोबाट नजिकै भएको र परिवार साथीभाइहरूसँग पनि गएर मनोरञ्जन हाइकिङ गर्न सकिने एउटा पर्फेक्ट ठाउँ हुनसक्छ टोकियो निको। मनोरञ्जन दृश्यहरू, मनमोहक प्रेरणादायक कुराहरू त्यहाँबाट देख्न सकिन्छ। त्यसै गरी अर्को नम्बरमा 8औं नम्बरमा हो ओदावारा क्यास्टल चाहिँ त्यहाँको एकदम स्पेसल छ। जापानको समुद्र हेर्दै त्यहाँको इतिहासहरू, क्यास्टलहरू, पुरातात्विक वस्तुहरू हेरेर मनोरञ्जन लिन सकिन्छ। त्यस्तै गरेर छुटाउनै नहुने चाहिँ टोकियोबाटै 9 नम्बरमा हो स्काई ट्री टोकियो टावर। यो स्काई ट्री टावरहरू त अब एकदम फेमस नै छ। अझ त्यो बेलुकाको टाइममा चाहिँ गएर चट्ट त्यो लाइटिङहरू हेर्दा पनि एकदम छुट्टै आनन्द हुन्छ होइन। यहाँ गएर चाहिँ मनोरञ्जन लिन सकिन्छ। यसमा चाहिँ पहिला चाहिँ याद गर्नु पर्ने कुरा के हो भने चाहिँ तपाईँले कम्बिनी अथवा अनलाइनबाट टिकट काटेर जानुभयो भने त्यहाँ लाइन बस्ने, 1-2 घन्टा लाइन बस्ने, अनि त्यस पछाडि त्यो आफ्नो समय अनि पैसाको बर्बाद हुँदैन। त्यसैले पहिले नै टिकट लिएर जानुभयो भने एकदम बेस्ट हुन्छ। यो स्काई ट्री टोकियो टावर त्यो 9 नम्बरमा भयो। अनि छुटाउनै नहुने अर्को 10 नम्बरमा त टोकियो डोमी पनि एक दिनको लागि भरिपूर्ण छ। त्यहाँ विभिन्न ठाउँहरू खेल्नेदेखि लिएर सबै मनोरञ्जन गर्न सकिन्छ। यो टोकियो त डोमी स्काई ट्रीहरू त 1-2 घन्टा छुट्याएर पनि तपाईँ गएर मनोरञ्जन लिन सकिन्छ। अर्को कुरा हो अब त्यस पछाडि छुटाउँदै नहुने युमिरल्यान्ड पनि अहिले चिसोमा त्यहाँको मनोरञ्जन दृश्यहरू हेर्दै दिउँसोभरि मजाले घुमेर त्यहाँको विभिन्न खेलहरू खेलेर भरपूर्ण मनोरञ्जन लिन सकिन्छ। अब त्यस पछाडि अर्को हो डिज्नील्यान्ड जानै पर्ने ठाउँहरू। त्यस पछाडि डिज्नीसित भइहाल्यो। यी ठाउँहरू जान चाहिँ नछुटाउनु होला। यो गोल्डेन युग र उसको चाहिँ भरपूर्ण मनोरञ्जन लिनु होला। यस्तै सामानहरू मैले चाहिँ अब राख्दै जानेछु। यसका लागि तपाईँले यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। तपाईँहरू पनि कुन ठाउँमा जानुभएको छ अनि त्यस पछाडि कस्तो लाग्यो प्रतिक्रिया दिँदै गर्नु होला। त्यसको लागि लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद। म अर्को भिडियोमा तपाईँहरूका लागि महत्त्वपूर्ण विभिन्न खाले जानकारी लिएर म आइ नै रहनेछु। त्यसको लागि लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। हस्त धन्यवाद। ह्याप्पी न्यू इयर, गोल्डेन विक, बोनेनकाई। See you next video. Thank you very much.